हेलो व्युअर्स, वेलकम टु आवर च्यानल। हामी किस गोब्लिनको नेक्स्ट पार्ट लिएर आइसकेको छौँ। यदि त्योभन्दा अगाडि तपाईँहरूलाई हाम्रो भिडियो मन परेमा प्लिज लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र सब्सक्राइब गर्नु होला। सो हाम्रो स्टोरी एक्सप्लेनेसन सुरु हुन्छ यहाँदेखि। योनाले मान्छेलाई सोध्छ कि यदि तिमी हुन्छ नि मान्छे बन्नुहुन्छ भन्दा पहिला के गर्न चाहन्छौ भन्दा योनालाई हक गरेर सबभन्दा पहिला म तिम्रो साथी बन्न चाहन्छु भनेर भन्छ। सो स्विट हो है त्योमा पनि। अनि यहाँ अब यस्तो छ कि दुवैजनालाई एकअर्काको मन हुन्छ नि केही फिलिङ आइसकेको छ, कन्फ्युज छन् दुवैजना। अनि अब सँगै साथमा दुईजना बस्दा अब हुने त भइहाल्यो, सधैँ दुवैले एकअर्कालाई देखिरहनु पर्ने एक किसिमको एट्र्याक्सन छ। र योनालाई चाहिँ नि अब वान्छुकले अरू कोहीसँग क्लोज भएको देख्दा उसलाई हल्का जेलस फिल हुन्छ मनमा र अझै पनि ऊ कन्फर्म चाहिँ छैन। अनि उसले यही कुरा कन्फर्म गर्नलाई आफ्नो साथीलाई, आफ्नो बेस्ट फ्रेन्ड सोलीलाई सोधेको हुन्छ कि अब मेरो साथी छ अनि उसलाई चाहिँ अरू कोहीसँग हुँदा चाहिँ यस्तो लाग्छ हुन्छ नि, कस्तो जेलस नराम्रो लाग्छ। अनि त्यो केटाले उसलाई लाइक गर्छ कि नै कसरी थाहा पाउने भन्दा अनि त्यो त अब तैँले आफै चेक गर्ने हो नि भनेर उसले चाहिँ भनिरहेको हुन्छ। यिनीहरूको मोमेन्ट यति स्विट छ नि, तपाईँहरूलाई हेर्दा नि वाला फिल आउँछ कि जुन चाहिँ एकअर्कालाई प्रोटेक्ट गर्ने उमा बसेको हुन्छ नि र साथमा। अब त्यो रिलेसन चाहिँ स्लोली चेन्ज हुँदै गइरहेको छ। त्यसपछि एउटा टार्गेट पुरा गरिसकेपछि वान्छुकको मनमा चाहिँ एउटा इमोसन आयो, फियर है। अनि उसले जब वासरुममा थियो त्यतिखेर पर्दा हल्लिँदा पनि ऊ डराएर योनाको साइडमा आएर लुक्छ र अनि मलाई एकदम धेरै डर लाग्यो त्यहाँ केही मुभ गरिरहेको थियो भनेर भन्छ। अनि योनालाई चाहिँ आइडिया भयो कि वान्छुकलाई अब कुन चाहिँ ऊ डर भयो भनेर। अनि उसले भन्छ यो दुनियाँमा एउटा हावा भन्ने चिज हुन्छ, त्यसले केही चिजलाई हल्लाउँछ, त्यतिखेर केही चिज मुभ हुन्छ, सबै भूत मात्रै हुँदैन भनेर उसलाई मजाक गरिरहेको हुन्छ उसँग। त्यसपछि योनाले सोध्छ कि तिमीले यति धेरैजनालाई किस गरिरहेको छौ अनि तिम्रो मनमा केही फिलिङ आउँछ कि नै त्यसले गर्दा भन्दा चाहिँ मलाई त त्यो फिलिङ थाहा छैन, मतलब उसलाई त जस्ट इमोसन दिनु छ नि त। अनि त्यो भन्छ। अनि त्यसपछि इट्स ओके, त्यो त ठिक छ। अनि म यतिको नजिक आउँदा मतलब हुन्छ नि उसको हल्का नजिक आएर म यतिको नजिक आउँदा तिमीलाई केही फिल हुन्छ भन्दा नै हुँदैन, अलिक क्लोज आउँछ केही फिल हुन्छ नै हुँदैन, अझै क्लोज आउँछ फिल हुन्छ हुँदैन। अनि योनालाई यो सुन्दा एकदम नराम्रो लाग्छ कि उसलाई है। अनि त्यसपछि ऊ रिसाउँछ उसँग। अनि त्यतिकैमा योनाको साथीको कल आउँछ अनि उसले चाहिँ ड्रिङ्कको लागि बोलाएको हुन्छ। अनि ऊ रिसाएकै मुडमा चाहिँ उसले ओके गरिदिन्छ र जान्छ। र त्यतिकैमा यता गोब्लिन क्विनले वान्छुकलाई नयाँ टार्गेटको फोटो पठाइन्छ र योनालाई कल गर्दा योनाले रिसिभ नै गर्दैन कल। अनि वान्छुकले कल गर्दा योनाले रिसिभ गर्दैन। अनि उसले एउटा मेसेज लिभ गर्छ कि म यहाँ जाँदैछु भनेर। अनि वान्छुक जान्छ, वान्छुकलाई त टाइममा पुग्नु छ नि। त्यतिखेर अनि जब ऊ आफ्नो टार्गेट पुरा गरेर फर्किन्छ त्यतिखेर एक्जोसिस्टले उसलाई एट्याक गर्छ, चक्कु हान्छ है। अनि त्यसपछि ऊ एकदम फुल इन्जर्ड थियो। अनि त्यतिखेर अब 2-4 पेजको डायलग मारिरहेको हुन्छ एक्जोसिस्टले। अनि योनाको चाहिँ ठ्याक्क त्यतिखेर उसले मेसेज हेर्छ नि, मेसेज हेरेपछि उसलाई याद आउँछ। अनि सडनली ऊ दौड्दै जान्छ, दौड्दै त्यहाँबाट। अनि उसको साथीलाई चाहिँ योना एकदम धेरै मनपर्ने हुन्छ कि पहिलेदेखि नै। तर यतिखेर उसले पनि नोटिस गरिसक्यो अब उसले मलाई मन पराउँदैन भनेर। योना दौडै जान्छ र एक्जोसिस्टको टाउकामा यति ठुलो उसले हान्छ अनि उसलाई त्यही घाइते बनाउँछ। एकदम फनी थियो त्यो सिन, मतलब इमोसनल हो तर मेरो लागि फनी। अनि योनाले अनि आइएम सरी म टाइममा आउन सकिनँ भनेर कति रुन्छ वान्छुकको अगाडि। अनि वान्छुकले ढिलो आयो तर मैले तिमीलाई एकदम धेरै मिस गरेँ भन्छ। अनि ऊ बेहोस हुन्छ है। अनि ऊ बेहोस भइरहेको बेलामा योनाको मनको सारा भडास निस्किन्छ। अनि यसरी बेहोस नहो प्लिज, आई रियली लाइक यु, म एकदम धेरै राम्रो लाग्छ तिमी, मतलब हुन्छ नि अब कन्ले त्यतिखेर गोब्लिन ब्राइट आएर वान्छुकलाई चाहिँ बचाइदिएर योनाको घरसम्म पुर्याइदिन्छ। र योनालाई चाहिँ के भन्छ भन्दा तिमीले वान्छुकलाई जे पनि गर्न सक्छौ भन्दा भनेको हुन्छ, प्लिज मेरो वान्छुकको ख्याल राख्नु भनेर उहाँबाट जान्छ। र योना चाहिँ एकदम धेरै टेन्सनमा हुन्छ। मलाई एउटा कुरा एकदम धेरै डाउट छ, म यो त्यही केटी हो जसले चाहिँ ट्रिब्युटीमा भिलेनको रोल गरेछ यार।
जम्मै यस्तो राम्रो रोल गर्न सक्ने उसले कोरियन एक्ट्रेसहरू दामी हुन्छन्। अनि त्यसपछि घरमा गएपछि अनि केही टाइममा वान्सुकको होस आउँछ अनि यिनीहरूको अब लभ कन्फेसन सुरु भएको। वान्सुकले भन्छ प्लिज अरू कोहीसँग पनि ड्रिङ्क नगर अबदेखि कहिले पनि भन्दा, अनि मेरो कल पनि इग्नोर नगर भनेर भन्छ। अनि योनाले पनि आफ्नो मनको कुरा भन्छ। बिचराको लभ सिन। अनि दुवैजना त्यत्तिकैमा निदाउँछन्। अब यिनीहरूको जुन हुन्छ नि क्युटवाला पार्ट चाहिँ सुरु भयो। अब यिनीहरूको प्लान छ जब वान्सुक मान्छे बन्छ नि त्यसपछि यिनीहरू सधैँ साथमा रहने ह्याप्पिली। एकजनाको आई लभ यु र आई लभ यु टू पनि भइहाल्छ। कोरियन ड्रामाको कन्फर्मेसन सिन भनेको कन्फ्रन्टेसन सबसे बेस्ट। त्यसपछि भोलिपल्ट बिहान वान्सुक र योना त्यतिकै बसिरहेको हुन्छन् अनि त्यति यो लास्ट टार्गेट हो। अबसम्म मैले चाहिँ सब कुरा सहन्छु रे, यसपछि चाहिँ नि कोही केटीलाई हेऱ्यो भने पनि मैले तिमीलाई जानेको छु भनेर। अनि योनाले भन्छ द्याट वाज सो स्विट है। अनि अब वान्सुकले भन्छ कि अनि मतलब म मान्छे बनेपछि कि म तिमीसँग मात्रै क्लोज हुनुपर्छ, तिमीलाई मात्रै किस गर्नुपर्छ भनेर सोध्छ। अनि त्यतिखेर भनेर सडनली त्यतिखेर म्यासेज आउँछ वान्सुकको फोनमा। अनि त्यहाँ टार्गेट अरू कोही नभएर योना हुन्छ। मतलब अब थोरै मेलो ड्रामा त चाहियो नि कोरियन ड्रामामा, कम्प्लिकेटेड बनाउनु पऱ्यो स्टोरी। वान्सुक चाहिँ अनि योनालाई त्यहाँ म एकछिन काम छ बाहिर भनेर जान्छ। अनि गोब्लिन क्विनसँग गएर एकदम धेरै रिसाउँछ है वान्सुक। अनि योना नै किन अरू कोही किन छैन भन्दा चाहिँ अनि गोब्लिन क्विनले के भन्छ भन्दा योना त्यस्तो केटी हो अरे जसले चाहिँ तिम्रो मनमा एउटा लभवाला इमोसन जुन अहिलेसम्म सब इमोसन कम्प्लिट भइसक्यो अरे, फियर अब एङ्ग्री इमोसनल त्यो सबै लभ इमोसन मात्रै बाँकी छ र त्यो पुरा गर्ने नै योना हो। यदि योनाबाट तिमीले त्यो लिन सकेनौ भने अनि तिमीलाई आफ्नो रियल वर्ल्डमा हुन्छ नि गोब्लिनको वर्ल्डमा जानुपर्छ भन्छ। म त्यो गर्दिनँ। अनि त्यो पनि अझै उसलाई जस्तो म माया गर्छु उसलाई सबै कुरा भुल्ने म कसरी बनाऊ भनेर गोब्लिन क्विनसँग हल्का एकछिन डिस्कस पर्छ। त्यसपछि गोब्लिन क्विनले भन्छ कि त्यो तिमीले गर्नु नै पर्छ यदि तिमीलाई ह्युमन बन्नु छ भने। अब योनाले त्यो भुल्दैन त्यो त तिम्रो प्रब्लम हो भनेर भन्छ। वान्सुक चाहिँ एकदम धेरै स्याड भएर बसिरहेको हुन्छ पार्कमा होइन। त्यतिखेर योना आइपुग्छ अनि घरमा किन आएन भनेर सोद्धा चाहिँ अनि यत्तिकै ऊ लाग्यो भनेर भन्छ। अनि अब वान्सुकको मुड एकदम अफ थियो नि त। अनि के भयो भनेर सोद्धा मलाई अब आफ्नो ठाउँमा जानुपर्छ भन्छ। आफ्नो ठाउँ मतलब कहाँ भनेर सोद्धा चाहिँ जहाँ त्यो ठाउँ जहाँ म बिलोङ गर्छु जहाँ मैले जानुपर्छ। अनि कहिले आउँछु कि नै त भन्दा चाहिँ अनि म अब फर्केर आउँदिनँ भन्छ। मतलब अब म चाहिँ के अनि मतलब मेरो के हुन्छ भन्दा चाहिँ अब हामी मतलब ब्रेकअप गर्ने अनि म फर्केर जान्छु भन्छ। योनाले त्यतिखेर भन्छ कि तिमी यही कुरा डराइरहेको छौ होइन मलाई किस गर्नुपर्छ भन्दा त्यसमा प्रब्लम के छ गर न भनेर भन्छ। इट मिन्स योनालाई चाहिँ सब कुरा थाहा छ। कसरी थाहा छ भन्दाखेरि वान्सुक जब जान लाग्थ्यो नि फोन म्यासेज आएपछि त्यतिखेर उसले फोन घरमै छोडेर गएको हुन्छ र योनाले त्यतिखेर फोनमा आफ्नो फोटो देख्छ र उसलाई आइडिया भइगयो कि उसको लास्ट टार्गेट गोब्लिनको योना हो भनेर। त्यसपछि ऊ चाहिँ यो कुराको लागि रेडी भएर आएको हुन्छ है। अनि योनाले भन्छ कि अनि तिमी त अनि सब कुरा गर्न सक्छौ अनि मलाई तिमी जस्तो मान्छेसँग फेरि मलाई हुन्छ नि लभमा पर्नु तिमीलाई माया गर्नु मेरो लागि नयाँ कुरा हुँदैन। अनि यसरी म इजिली तिम्रो लागि फेरि उ गर्न सक्छु के हो किस गर्नलाई अनि म रेडी छु भन्छ है। त्यतिखेर अर्को कुरा थाहा हुन्छ कि गोब्लिन क्विनले उसलाई भनेको हुन्छ गोब्लिनहरूको लाइफमा चाहिँ अरू सब कुरा छ है तर उनीहरूको मेमोरी छैन के। गोब्लिन हुँदासम्मको जति पनि मेमोरी छ नि रियल ह्युमन बिङ बनेपछि चाहिँ वान्सुकको मनबाट उसको दिमागबाट सब कुरा हट्नेछ। मतलब अहिलेसम्म जुन योनासँग स्पेन्ड गरेर टाइम एन्ड अल सब कुरा भुल्छ। त्यो भएर उसले चाहिँ उसलाई त्यो आफू पनि भुल्न चाहँदैन। म मान्छे बन्न चाहन्थेँ किनकि म हुन्छ नि 160 इयर्सदेखि एलोन थिएँ र त्यो एलोन रहन चाहन्थिनँ। तर मतलब जब तिमीलाई भेटेँ नि त्यतिखेर मैले अब माया भनेको के थाहा पाएँ यो सब फिलिङ थाहा पाएँ र अब म फेरि यो भुलेर म फेरि एक्लै नै रहन्छु भनेपछि म मान्छे बन्नुको के मतलब। सो म तिमीलाई केही गाँदैन अनि म मान्छे बन्नु पनि छैन। म जहाँ छु त्यही ठिक छु र म बरु तिम्रो यादमा हुन्छ नि फुल अब जति पनि बाँच्नु छ मलाई त्यसमा तिम्रो यादमा बाँच्न रेडी छु तर त्यो यो याद भुल्न रेडी छैन भनेर इमोसनल डायलग मार्छ। त्यस्तो रिस उठ्छ मलाई त्यतिखेर।
अनि त्यसपछि योनालाई चाहिँ यो कुराले एकदम धेरै नराम्रो लाग्छ है उसलाई। अनि म जब घर जान्छु नि त्यतिखेरसम्ममा सारा सामान लिएर जानु र मलाई कहिले भेट्दा पनि नभेट्नु भनेर जान्छ र भान्चुकले आफ्नो सारा सामान लिएर जान्छ त्यहाँबाट। त भान्चुक आफ्नो ओल्डमा जानलाई रेडी भइरहेको हुन्छ। यता योना एक्जोसिस्टको फेला पर्छ र अब गोब्लिन त छैन, ऊ गइसक्यो आफ्नो दुनियाँमा भन्दा चाहिँ एक्जोसिस्टले के भन्छ भन्दा अहिलेसम्म म गोब्लिनलाई मार्न चाहन्थेँ र तर जहिले पनि तिमी बिचमा आयौ अनि यदि मैले तिमीलाई चोट पुर्यायो भने त्यो गोब्लिनको लागि सबसे ठुलो हुन्छ अरे कि, उसलाई सबसे पेन पुर्याउनमा त्योभन्दा ठुलो अरू केही हुनै सक्दैन। म तिमीलाई मार्न सक्दिनँ तर चोट चाहिँ मजाले पुर्याउन सक्छु भनेर फुल एट्याकिङ मोडमा हुन्छ एक्जोसिस्ट योनालाई है। पुरा त्यसलाई चाहिँ एकदम धेरै काटी उठाइरहेको हुन्छ। अनि त अब हिरोइनलाई प्रब्लम भयो, हिरो आउनु नर्मल हो। भान्चुकको इन्ट्री हुन्छ। त्यसपछि एक्जोसिस्टलाई चाहिँ उसँग अहिले के सुपर पावर छ थाहा छैन भान्चुक। अनि उसले एउटा के सिल्ड बनाउँछ र त्यही सिल्डमा एक्जोसिस्टलाई एक पन्च दिन्छ। एक्जोसिस्ट त्यही 2 सेकेन्डमै ढलिहाल्छ। अनि त्यसपछि योनालाई चाहिँ बचाउँछ है। अनि तिनीहरू दुवैजना त्यहाँबाट जान्छन् र यतिखेर अब योनालाई भान्चुकले भन्छ कि हाम्रो फेट थियो अरे कि, मतलब हाम्रो किस्मत थियो, डेस्टिनी थियो जसले चाहिँ हामीलाई मिलायो अरे। अनि यदि अहिले यतिखेरसम्म हामी मिल्न सक्छौँ, म एउटा गोब्लिन र तिमी एउटा कमन मान्छे भएर पनि भेट हुन सक्छौँ, मिल्न सक्छौँ भनेपछि अनि पछि फ्युचरमा हुन्छ नि म पनि मान्छे बन्छ त्यो हामी भेट्नु चाहिँ के नयाँ कुरा हो र भनेर उसले भन्छ योनाले त्यतिखेर। अनि यिनीहरू दुईजनाको अब केही कुरा हुन्छ। त्यसपछि योनाले भने कि मलाई डेस्टिनीमा भरोसा छैन भनेर भन्छ। डेस्टिनीमा भरोसा छैन तर तिमी जस्तो पनि छौ नि, तिम्रो कुल नेचर जति इम्प्रेसिभ तिमी छौ त्यो देख्दा मलाई लाग्छ कि म तिमीसँग यो जुनीमा मात्र होइन, मतलब यो लाइफमा मात्र होइन, म हरेक लाइफमा तिमीसँग माया गर्न हुन्छ नि, तिमीसँग आई विल फल फर यु वाला डायलग मार्छ कि। अनि त्यसपछि योनालाई पनि कता कता यो कुरा ठिक लाग्छ। मलाई डेस्टिनीमा त भरोसा छैन, मलाई तर तिम्रो कुरामा भरोसा लाग्यो भन्छ। सो फाइनली यिनीहरूको कति मिनट थाहा छैन तर भान्चुकको 10 टार्गेट योनालाई किस गर्ने पनि पुरा हुन्छ र थोरै लामो म्युजिक पछि सिन कट हुन्छ। 1 year लेटर योना आफ्नो कलेजमा हुन्छ। योनाले फेरि आफ्नो इन्ट्रोडक्सन दिएको देखाउँछ, मतलब यिनी दुवैजनाले आफ्नो भुले नि सब कुरा। कलेजमा उसको लाइफ चाहिँ जस्तो पहिला थियो त्यसरी नै चलिरहेको हुन्छ। उसको जुन बेस्ट फ्रेन्ड थियो त्यो दुईजनाको सेटिङ मिल्यो। अनि योनाले जुन कलेजमा पढ्ने हुन्छ त्यही नै भान्चुकको पनि इन्ट्री देखाइन्छ। यिनीहरू दुईजना जस्ट क्रस हुन्छन्, यिनीहरूको भेट त हुँदैन त्यतिखेर, मतलब यिनीहरू एकअर्कालाई त चिन्दैनन्, अभियसली भुलिसके। अनि क्लासभित्र एउटा प्रोजेक्टको लागि टिम डिभाइड हुन्छ। अनि त्यो प्रोजेक्ट गर्नलाई दुईजनाको टिम हुन्छ। अनि त्यो नाम अदल बदल गर्ने काम चाहिँ हाम्रो क्युट गोब्लिन ब्राइटको हुन्छ। उसले चाहिँ योना र भान्चुकलाई एउटैमा रोमा राखिदिन्छ। त्यसपछि गोब्लिन ब्राइट त्यहाँबाट जान्छ। अनि भान्चुक आएर हेर्छ, आफ्नो नाम योना आएर हेर्छ। अनि तिनीहरू दुईजना एकअर्कालाई कल गर्दै तिमी कहाँ छौ भनेर कुरा गर्दै गर्दै त्यहाँबाट एकअर्कालाई खोज्दै जान्छन्। फिल्डमा हुन्छ अनि भान्चुक फोनमा हुन्छ अनि मैले तिमीलाई देखेँ भन्छ। यतिखेर पनि साइकल चाहिँ जस्ट भान्चुकलाई हिट गर्न थालेको हुन्छ, त्यतिखेर योनाले बचाउँछ है। अनि यतिखेर भान्चुकको नाम त अभियस हो चेन्ज भएको हुन्छ, जो यति लामो थियो मलाई कण्ठ गर्ने अझै हाउ लाग्यो। सो मैले चाहिँ यसलाई भान्चुकै भने, यसको नाम चाहिँ चेन्ज भएको हुन्छ। अनि यिनीहरू दुईजना एकअर्कामा इन्ट्रोड्युस हुन्छन्। अनि योनालाई एकदम धेरै रोमान्स लाग्छ भान्चुक है। अनि यिनीहरू दुवैजना चाहिँ हामीले के पहिला कहिले भेटेको थियौँ भनेर वाला कुरा गर्छन्। त्यसपछि उसले योनाले मनमनै भन्छ अब म यसलाई नै डेट गर्छु भनेर। सो देयर डेस्टिनी मेट देम अगेन र यतिकैमा यो ड्रामा पनि सकिन्छ। सो गाइज मैले जहिले पनि ड्रामा सक्यो भने त्यसको रिभ्यू गर्ने गरेछु, मतलब इन्डिङ है, मेरो अनुसार कस्तो लाग्यो ड्रामा। एकोर्डिङ टु मी ओरिजिनल गोब्लिन जुन चाहिँ अब रेटिङको मामलामा सबमा चाहिँ टप थियो त्यो मैले कम्प्लिट हेर्न सकिनँ। अभियस हो त्यसको लिड केमिस्ट्री चाहिँ एकदम दामी थियो तर स्टोरी क्वाइट कम्प्लिकेटेड लागेको थियो मलाई, जो यो वाला गोब्लिनमा मलाई लागेन क्या। मेबी सर्ट भएर होला
अनि यसमा जुन एक्ट्रेस छ नि उसले मैले उसको अरू ड्रामा त हेरेको छैन ट्रिब्युट हेरेको छु उसमा जुन भिलेन रोल गरेको छ नि त्यसभन्दा त जमिन आसमान फरकवाला रोल गरेको छ क्युटवाला मैले एक्सपेक्ट गरेको नै थिएन उसको रोल चाहिँ यति स्विट पनि हुनसक्छ कुनै ड्रामामा भनेर सो आई लभ एक्ट्रेसको रोल यहाँ चाहिँ अनि एक्टर मैले उसलाई अरू ड्रामामा देखेको त छैन तर यो सर्ट ड्रामा भए पनि कस्तो राम्रो लाग्यो जुन अब गोब्लिनको रोल छ त्यो छुट्टै भयो एउटा लभरवाला रोल छ छुट्टै भयो कन्क्लुजनमा भन्नुपर्दा कोरियन एक्टरहरूलाई एक्टिङ नै सबभन्दा नम्बर 1 प्रायोरिटी गर्छन् होला कि जुन चाहिँ नेपालमा एकदम कम मात्रै भेटिन्छ कि लुक्स चल्छ कि त एक्टिङ चल्छ दुवै भएको त भेट्न नै गाह्रो हुन्छ सो इट वाज वान अफ द क्युटेस्ट ड्रामा सर्ट के ड्रामा भने पनि मेरो लागि चाहिँ बेस्ट थियो मलाई ओरिजिनल गोब्लिन जो जति हेर्न बोर लागेको थियो नि त्यति नै यो चाहिँ इन्ट्रेस्टिङ लाग्यो किनकि 11 मिनट 12 मिनटको एउटा एपिसोड छ मतलब 120 मिनट 130 मिनटमा त पुरा ड्रामा सकिन्छ जुन चाहिँ 1 आवरको ड्रामाको 2टा एपिसोड हो द्याट वाज इट गाइज भिडियो मन परेमा लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् र तपाईँहरूले यो ड्रामा हेर्नु मन छ भने ड्रामा गोल्डमा गएर हेर्नुहोस् किस एसियन साइटमा गएर हेर्नुहोस् त्यहाँ पनि एभाइलेबल छ यस्तो क्युट छ नि तपाईँहरूलाई पनि लाग्छ होला कुनै पार्टमा चाहिँ वाला फिल क्या अनि जुन लिड एक्ट्रेसको जुन भिलेनवाला इमेज चाहिँ मेरो यो ड्रामामा आएर टोटली गयो डिस्ट्रोय भयो भनौँ न उसले चाहिँ एकदम फरक रोल गरेको छ द्याट वाज इट गाइज जानुभन्दा अगाडि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला सब्सक्राइब गर्नुभयो भने हाम्रो च्यानललाई मोटिभेसन मिल्छ हल्का भए पनि सपोर्ट मिल्छ सो द्याट वाज इट धेरै लामो भयो थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो कस्तो लाग्छ भिडियोहरू कमेन्ट गरिदिनु होला